आज वैशाख 17 गते एकदमै स्पेशल दिन रहेको छ र म छु मेरो साथीको घरमा। यो उसको पिसी हेरो हो, ऊ भिडियोग्राफर पनि हो, ऊ फोटोग्राफर पनि हो, ऊ ब्लगहरू पनि बनाउँछ। सो हि इज भेरी ट्यालेन्टेड। मेरो ब्लगमा एड भयो। ओइ आओ नधर्ने तल पानी झरीमा पानी कहाँ पर्यो छैन। पागल हो ओइ, पागल हो मैं पागल हो। वॉइस कमान्डिङ। सो हामी चाहिँ साकेला जानु 1-2 मिनट मात्रै बाँकी छ। अब आशिषले लेन्स ल्याउन बाँकी छ, उसले क्यामेरा युज गर्छ, मैले गोप्रो युज गर्छु। आज हामी साकेला एकदम बवाल फिल्म गर्ने के भन्छ त्यो प्रयासमा छौँ। त्यो प्रयास सफल हुन्छ कि हुँदैन, पानीले पनि मसँग एकदम च्यालेन्ज गर्दैछ। पानी रोकिदिएदेखि अलिक सहज हुन्छ भन्ने कुरा। सो हामी चाहिँ अलरेडी भइसक्यौँ। सिलाम सागमा पनि मैले हेरिसकेँ, उसलाई पनि दिएको छु एउटा। त्यो चाहिँ सिलाम सागमा होइन त, त्यसको नाम अर्कै छ होइन। यो मेरो सिलाम सागमा मलाई कमान्ची माउन्टले दिनुभयो। अनि ट्याक्क हामी पर्फेक्ट रेडी भइसक्यौँ। अब मात्र लेन्स ल्याउन बाँकी छ क्यामेराको लागि। द्याट्स इट। अनि त्यसपछि Sakela is a vibrant and important culture festival celebrated by Kirat communities of Nepal, particularly the Rai and Limbus people. यो परम्परा पूर्वजहरूको सम्मानमा आधारित छ। झन् धरानमा त यो कल्चरको यति धेरै क्रेज छ कि आज every second person you see on a road is a Sakela person. Hello Rambo. Hi. Rambo is straightforward. आम्मा Ramboलाई बान्ने सिक्री पनि त ठुलै रहेछ। भाइ कहाँ छिटो निस्किनु आँटेको हो नि। छिटो 1 बजी यतिखेर नगर अब कतिखेर जानु भाइ? 4 बजे ठिक्क हुन्छ हो। 7 बजेसम्म उज्यालो हुन्छ अहिले। फेरि पानी पर्दै भने तल भयो नि त। अहिले मौसमको खासै भर छैन, आकाश त तर खुलिरहेछ। तर पनि कता जाँदैछ त्यहाँको मान्छेहरू त भर्खर लाली आयो भर्खर जाँदैछ। यहाँ पनि भर्खर निस्क्यो 15 बजे। म भरेतिर मात्र आइपुग्छु। म 7 बजे त्यही बस्छ होला नि तिमीहरू नि राति। Sakela symbolize the harmony between human nature and ancestor. यसको मुख्य उद्देश्य प्रकृतिको सम्मान गर्नु, पूर्वजलाई सम्झनु एन्ड समुदायबीच एकता बलियो बनाउनु हो। धरानको 17 नम्बर वार्ड स्थित सप्तारङ्गी पार्कमा साकेलाको फाइनल गेम हुने गरेको छ र हामी त्यहाँ जाँदै गर्दाखेरि निकै नै ट्राफिकको सामना गर्नुपर्ने भएको थियो। साकेलाको फाइनल गेमको लागि धरान सहित धरान बाहिरका जस्तै इटरी, तररा, चतरा, चकरखटी, रामपुर एसेट्राले सहभागी जनाउने गरेको छन्। There are 2 main Sakela celebrations. Udholi in Vaishakh to pray for good crops and planting, and Udholi in Mangshir to thank nature after harvest. हामी सप्तरङ्गी पार्कको गेटमा पुगिसकेका थियौँ र त्यहाँनेरि धेरै चाप अनि भिड थियो। सरल भाषामा भन्नुपर्दा खुट्टा राख्ने पनि ठाउँ थिएन। Now we both are extremely ready to shoot the Sakela. श्रवणहरू खोइ आएन हो र। देखाइसक्यो
द मोस्ट इम्पोर्टेन्ट र भिजिबल पार्ट भनेको साकेला सिली हो, अ ग्रुप डान्स वेयर मेन एन्ड वुमेन फर्म लार्ज सर्कल। र यो डान्स लिड गर्ने लिडरलाई सिली माप्पा पनि भनिन्छ। Sili is inspired by daily life activities such as farming, hunting and nature. Every Sili को अर्थ हुन्छ कहिले बिउ रोप्ने, कहिले चरा जस्तै उड्ने, कहिले पानी बोक्ने जस्ता गतिविधि नृत्य मार्फत देखाइन्छ। Musical instruments like ढोल अनि झ्याम्टा are used to set the rhythm of the dance. साकेलासँग सम्बन्धित म्युजिक निकै इनर्जेटिक र समुदायलाई एकजुट पार्ने खालको हुन्छ। And participants wear beautiful traditional clothes like दौरा सुरुवाल for men and गुन्यु चोलो or ढाका ड्रेस for women। र त्यहाँ गएर थाहा पाइयो कि साकेला नाच ठाउँ अनुसार र पाछा अनुसार फरक फरक हुने रहेछ। मैले त मेरो लागि क्लिपहरू लिइरहेको थिएँ, तर मेरो साथी आशिषको लागि पर्फेक्ट सट लिनको लागि अलिकति सकस परेको हो कि जस्तो लाग्दै थियो। Not only the dance, but केटाकेटीहरूको मनोरञ्जनको लागि पनि यहाँ रोटेपिङ, चिप्लेटी, कोलम्बस आदि जस्ता खेलाउने कुराहरू राखिएको रहेछ। तस्बिरमा माल्यार्पण गरेर आजको यो विशाल कार्यक्रमको उद्घाटन सत्र चलिरहेको छ। र यतिकैमा धरानका मेयर हर्क साम्पाङको हातबाट आजको कार्यक्रमको उद्घाटन भएको छ। घाम ढल्कदै थियो र घाम सँगसँगै मान्छेहरूको भिड पनि बढ्ने क्रममा थियो। अघिदेखि आएर डुलेको चिन्ने भेटिन्छ कि खोज्दै कोसँग आएको यमुनाहरू हामी अलि छिटो आएर एकदमै रिग्रेट भयो। हामी लास्टै छिटो आयौँ। त्यो दाइले त भन्दै हुनु त 4 बजीतिर जानुपर्छ, अहिले गएर केही फाइदा हुँदैन, भरे थाहा पाउँछु भनेर भन्दै थियो। हो मैले थाहा पाएँ दाइ। नयाँ कुरा एक्सपिरियन्स भयो होइन, अनि के भन्छ नयाँ कुरा थाहा पाइयो। र यतिकैमा मलाई केही सुरक्षित पनि महसुस भयो। Sakela is not just a celebration,
It's a way to preserve identity and pass on tradition to future generation. यो पर्वले किराँत समुदायको अस्तित्व र पहिचानलाई जोगाउने माध्यमको काम गर्छ. Especially for youth, participating in Sakela connects them with their roots, history and culture. बल्ल आशिष पनि ताक्यो अब चाहिँ. यसलाई चाहिँ भुड्का भन्छ. के अरे भुड्ता कि भुड्का? भुड्का. यो चाहिँ पिनायो हो, सबैलाई थाहा छ होला. यो चिन्डो हैन, यो चाहिँ झाडु जस्तो के अरे पुतली अरे. यो चाहिँ दिस इज बटरफ्लाई. यो सबैलाई भुड्का भनौँ न अब एक तरिकाले. यो राईको उयसमा पर्यो होइन? यो चाहिँ पर्यो कि परेन? यो लिम्बूकोमा हो. लिम्बूको हो. सिलामताकमा कहाँ लिम्बूको लगाएर हिँडेको थियो नि. यो लिम्बूको पर अरे होइन, तर पनि केही छैन. लगभग उस्तै जस्तो देखिन्छ नि. जानकारी दिन चाहन्छु र यहाँ सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु, यदि यो देशमा राजतन्त्र फर्काउने हो भने किराँतीहरूले पनि आफ्नो राजा स्थापित गर्नुपर्छ. किराँतीहरूले पनि आफ्नो राजा ठिक बनाऊ है, अरू जातिहरूले पनि आफ्नो राजा ठिक बनाऊ. म कस्तो छु उम्मेदवार भनेर भन्नु मिल्दैन. I got some work to do. दाइले चाहिँ सिधै आएर फोनले फोटो खिच्दिनु. iPhone 6 पनि एउटा हराएको. ओ iPhone 6. पत्रकारले भेट्नु भएको छ होइन, सिम्बल बोकेर देखेर. हजुर, म भ्लग गर्ने युट्युबको लागि भिडियो बनाएको. त्यसको आफ्नै प्रोफेसनल स्टुडियो जस्तो टाइपको छ. म चाहिँ भ्लग मात्रै बनाउने दिस गोप्रो. Welcome to Sabin channel. Okay, hello. यहाँ हो धरानको नम्बर 1 भन्दा त अब मक्क बदला चाहिँ. यहाँ चाहिँ हाम्रो गणेश दाइ हुनुहुन्छ, खतरा फोटोग्राफर है धरानको. नयाँ लेन्स. ओके, हेलो ब्रदर, के छ? हाम्रो यता गणेश दाइ. टाइटन घडी जो कसैको हराएको छ, जो कसैको छुटेको छ. अरे दाइ, के छ दाइ? यस स्टेजमा आएर हामीसँग के छ दाइ? सिक्माको 35 छ.
सिल्लीतर्फ रहेको यहाँलाई अनुरोध गर्दै सिल्लीतर्फको यो पुरस्कारलाई विजेता हुनुहुन्छ किरात राई आयोखा। यो रनिङ सिल प्रदान गरिदिनुमा किरात सुनचरीको उपाध्यक्ष सुमित्र राईज्यूलाई अनुरोध गर्न चाहन्छु। आयोखा हिजरी 1920 अध्यक्षलाई यो देशको पुरस्कार प्रदान गरिदिनु अनुरोध गर्न चाहन्छु। पुरस्कार जित्न सफल वडा कार्य समिति जसले रु 40,000 नगद रु 40,000 र यो ट्रफी रनिङ ट्रफी उहाँबो पाउँदै हुनुहुन्छ। यो अध्यक्षज्यूलाई यो ट्रफी चाहिँ हस्तान्तरण गर्ने निमित्त म अनुरोध गर्न चाहन्छु र जिल्ला समितिका अन्य पदाधिकारी सदस्यज्यूहरूलाई र यो घोषणा गर्न चाहन्छु। अब म घोषणा गर्दछु, म भूमिका बाँधिन। किरात आयोखा जिल्ला कार्य समितिद्वारा आयोजित वडा कार्य समिति स्तरीय साकेला सिलिप प्रदर्शनीको प्रथम पुरस्कार रु 40,000 सौजन्य गर्नुभएको छ। कृष्णदेव राई र दया राई धरान 18 निवासी उहाँहरूको हातबाट यो पुरस्कार प्रदान गरिँदैछ र ट्रफी जिल्ला कार्य समितिको तर्फबाट प्रदान हुँदैछ। यसमा विजेता टिम हुनुहुन्छ किरात राई आयोखा धरान, किरात राई आयोखा धरान 15 म किरात नभए पनि मलाई किराती परम्परा मनपर्छ, मलाई बुद्धिस्ट कल्चर मनपर्छ। अरूभन्दा पनि मलाई नेपाल मनपर्छ, मलाई नेपाली मनपर्छ।